हेलो एभ्रिवान, नमस्ते अल माई युट्युब फ्रेन्ड गाइज। म चाहिँ के भन्न आएको भने युट्युबमा मैले भिडियो अपलोड गरेको थिएन। मलाई भ्लग बनाउन त्यति आउँदैन। अब म ट्राई गर्दैछु होइन। आज चाहिँ म के भन्न आएको भने अब म चाहिँ अदा हो, सबैलाई थाहा होला। धेरैले चिन्नुहुन्न, अलिअलिले चिन्नुहुन्छ। मेरो टिकटकको नाम चाहिँ इट्स मी अदा छ। अनि युट्युबमा पनि मलाई यसो हाल्न मन लाग्यो, त्यही भएर आएको। सबैजनाले मन पर्यो भने लाइक, कमेन्ट, सेयर, रिपोस्ट अनि सब्सक्राइब गरिदिनु होला गाइज। मेरो चाहिँ होइन एउटा सानो सप छ। कहाँ भनेदेखि सामाकोशी कपुरधारा चिल्ड्रेन पार्कको अपोजिट साइडमा लक्ष्मी कलेक्सन गरेको एउटा सानो पसल छ। यदि तपाईँहरूलाई मेरो यो सानो पसलबाट केही मनपर्छ भने इट्स मी अदा लक्ष्मी कलेक्सनको टिकटक पनि छ। त्यहाँ गएर हेरेर अनलाइन सपिङ पनि गर्न सक्नुहुन्छ। अनि त्यसपछि म अहिले चाहिँ तपाईँहरूलाई म मेरो पसलको बोर्ड देखाइदिन्छु है। त्यो चाहिँ हाम्रो लक्ष्मी कलेक्सन हो है गाइज। यो लक्ष्मी कलेक्सन सबैजना आउनु होला है। यो चाहिँ मेरो सानो पसल छ, त्यति ठुलो पसल पनि होइन गाइज। जस तपाईँहरूको माया र सपोर्टको जरुरत छ। मलाई भ्लग पनि बनाउन आउँदैन। यति भन्न चाहन्छु कि तपाईँहरूको मायाले नै केही गर्न सक्छु कि भन्ने आशाले नै बाहिरबाट नेपाल आएर एउटा सानो पसल खोलेको छु। कतिको हुन्छ के हुन्छ त्यही हिसाबले जानी नजानी डिसिजन हुन्छ। सो लभ यु गाइज। अनि त्यसपछि अरू के भन्छु भने यदि युट्युबबाट चिन्नु भएको साथीहरूले मलाई टिकटकमा चिन्नु हुँदैन भने सबैजनाले मेरो टिकटक इट्स मी अदा अनि लक्ष्मी कलेक्सन हान्नु होला है। अनि त्यहाँ गएर हेर्नु होला। हाम्रो पसलमा चाहिँ यो जुत्ता चप्पलदेखि लिएरबाट गाइज म तपाईँहरूलाई ब्याक क्यामेरा गरेर देखाउँछु ल। सबै हेर्नु है गाइज। यही हो मेरो सानो एउटा पसल होइन। सबैजना आइदिनु होला। मेरो पसलमा चाहिँ लेडिज आइटम मात्रै पाउँछ ल, जेन्ट्स आइटम केही पनि छैन। सो सबैजनालाई वेलकम छ लक्ष्मी कलेक्सनमा। अनि इट्स मी अदा छ है टिकटकमा चाहिँ नाम। अनि तपाईँहरूलाई चाहिने जति सबै सामान ब्यागदेखि लिएरबाट अनि यो कपडाहरूदेखि लिएरबाट ज्वेलरीहरू यस्तो सिम्पल हातमा लाउने बालादेखि लिएरबाट अनि ब्रा पेन्टीदेखि लिएरबाट लेडिज आइटम चाहिँ यो पनि छ ल। यो के भन्छ आज उलिन गएको छ क्या स्ट्यान्ड। सो सबैजनालाई वेलकम छ। लभ यु। आइदिनु होला, माया दिनु होला।